वेल रिसेन्टली मैले आफ्नो च्यानलमा एउटा कम्युनिटी पोस्ट हालेको थिएँ जसमा मैले सोधिरहेको थिएँ कुन चाहिँ एक्सप्लेनेसन गर्दा ठिक हुन्छ, बजर्क अर जुन्जितो। सो धेरै जस्तो मान्छेहरूले, धेरै जस्तो लन्टुहरूले हाम्रो जुन्जितोमा भोट हाल्नुभयो। वेल एपिसोडको स्टार्टिङमा हामीले देख्न सकिन्छ कि एउटा वियर्ड केटो एउटा वुडु डलमा काँटी ठोकिरहेको हुन्छ। वेल नेक्स्ट सिनमा हामीलाई एउटा ओयाकुन नामको केटालाई देखाइन्छ। वेल सडनली सिन चेन्ज हुन्छ र हामीलाई थाहा हुन्छ कि सोइचीले ओयाकुनमाथि काला जादु गरेको हुन्छ। ओ लन्ठोहरू इन्ट्रो पो आयो त है। वेल सिन सिफ्ट हुन्छ एउटा स्कुलतिर जसमा सोइचीले भनिरहेको हुन्छ कति महान छु म जस्तो केटो खोजेर पनि पाइँदैन। वेल सोइचीका पछाडि बसेका दुईटा केटीहरूले ओयाकुनको बारेमै कुरा गरिरहेका हुन्छन्। वेल हिजो राति ओयाकुन बाटोमा लडेको र अहिले चाहिँ हस्पिटलमा भएको कुरा तिनीहरू केटीहरूले बताउँछन्। वेल यतिकैमा तिनीहरूको स्कुलको बाहिर केही केटाहरू लडिरहेका हुन्छन्। सोइची चाहिँ चिलमा बसेर मुखमा काँटी चबाउँदै इन्जोय गरिरहेको हुन्छ। स्कुल सकिन्छ अनि घर जाने बेलामा सोइचीले भन्छ यदि हामीले सही ठाउँमा खन्यौँ भने यस बेला हाइबरनेटिङ टोड भेटाउन सकिन्छ, सुतिरहेको भ्याकुतो। वेल सोइचीले जस्तो भन्छ त्यस्तो गर्न थाल्छ अनि त्यसले सुतिरहेको भ्याकुतो भेट्टाउँछ। नेक्स्ट सिनमा सोइचीले भ्याकुतोलाई लिएर घर पुगिसकेको हुन्छ। जस्ट नेक्स्ट सिनमा हामीलाई थाहा हुन्छ कि सोइचीका अरू परिवारका सदस्यहरू एकदम ठिक छन्, नर्मल छन्, बट सोइची मात्र जस्ट अब हामीलाई थाहा हुन्छ कि सोइचीले आफ्नो फ्यामिलीलाई मनै पराउँदैन। वेल सोइची माथि आफ्नो कोठामा गएर त्यो टोडलाई राख्छ अनि सोध्छ अब कसलाई कस्तो शराब दिउँ। एन्ड सडनली he just got the idea. वेल सोइचीले डिसाइड गर्छ हिजो लडिरहेका दुईटा केटाहरू मध्ये एउटा कोरोटा नामको केटालाई शराब दिने। वेल सोइचीले आफ्नो कर्जको लागि डल रेडी पार्छ अनि लर एउटा ठाउँमा गाडिदिन्छ। वेल सिन सिफ्ट हुन्छ तिनीहरूको स्कुलमा, तिनीहरूले सबैले कोरोटा हराएको बारेमा कुरा गरिरहेका हुन्छन्। वेल सिन सिफ्ट हुन्छ त्यही जङ्गलमा। वेल त्यहाँ एउटा बुढो मान्छे हिँडिरहेको हुन्छ। बाटोमा हिँड्दा हिँड्दा त्यसले एउटा रुखमा काँटी ठोकेको हुडु डल भेट्टाउँछ। वेल सडनली त्यसले जमिनभित्र गाडिएको एउटा हुडु डल पनि भेट्टाउँछ। बट अलि अगाडि जाने बित्तिकै त्यसले एउटा अझै डल भेट्टाउँछ जुन चाहिँ जमिनभित्र गाडिएको हुन्छ। वेल अलि अगाडि गएर हेर्दाखेरि त्यो डल होइन केटो हुन्छ। वेल यो त्यही केटो हुन्छ जसलाई सोइचीले कर्ज लगाइदिएको हुन्छ। वेल सिन चेन्ज हुन्छ र हामीलाई थाहा हुन्छ त्यो केटो जस्ट त्यहाँ सुतिरहेको हुन्छ। वेल कोरोटा भेटेको थाहा पाउने बित्तिकै सोइची जस्ट रिसले पागल हुन्छ। सोइचीका साइडमा तीनजना केटाहरू कुरा गरिरहेका हुन्छन्। सोइचीले त्यो तीनजना केटाहरूलाई हेर्छ र इमेजिनेसन बनाउँछ कि तीनजना लडिरहेछन्। सोइचीले जस्ट आफ्नो इमेजिनेसनको भरमा एउटा केटा थिम जान्छ जसको नाम इसिका हुन्छ अनि भन्छ जसलाई तैँले रुचाउँदैनस् त्यसलाई तैँले केही पनि गर्न सक्दैनस्, कति दुःखको कुरा। इसिकाले सोइचीको कुरो नबुझेर त्यसलाई इग्नोर गर्छ र नेक्स्ट सिनमा इसिका र कवाई बाटोमा हिँडिरहेका हुन्छन् र इसिकाले कवाईलाई त्यो सबै कुरो बताउँछ अनि कवाईले भन्छ त्यसको कुरोमा ध्यान नदेऊ, त्यसले पक्कै पनि मजाकै गर्यो होला। सिन सिफ्ट हुन्छ सोइचीको घरमा। सोइचीले एज युजुअल आफ्नो दिदीलाई माकुराले टर्साउन दिइरहेको हुन्छ। भोलिपल्ट सोइचीले स्कुलमा जादु टोना गरेको एउटा डल लिएर आउँछ। वेल सोइचीले त्यो डलमा सियो घोप्छ र त्यसै कारण कवाईको पेट दुख्न थाल्छ र त्यो बाथरुमतिर लाग्छ। सोइचीले पछाडिबाट बाथरुम लक गरिदिन्छ अनि माथिबाट त्यो डलमा माकुरा हालिदिन्छ। कवाईले टोयलेटको ढोका खोल्न खोज्छ तर खोल्दैन। त्यसले जसो तसो गरेर टोयलेटमाथि चढेर बाहिर निस्किने पनि ट्राई गर्छ बट माथिबाट केही क्रिएचर आएको त्यसले देख्छ। त्यो क्रिएचर अरू केही होइन, सोइचीले माथिबाट हालेको माकुरा हुन्छ। त्यो माकुराले कवाईमाथि जाला फालेर कवाईलाई ममिफाई गरिदिन्छ। केही समयपछि स्कुलका सबै बच्चाहरू त्यो ठाउँमा आउँछन् अनि कवाईलाई के भएको भनेर हेर्न थाल्छन्। सोइची जस्ट इसिकाको पछाडि आउँछ र भन्न थाल्छ हेर मैले तेरो काम गरिदिएँ, यति राम्रो कामको लागि तैँले मलाई पैसा दिनुपर्ने हो तर मैले तसँग पैसा लिक्दिनँ। यति सुन्ने बित्तिकै इसिकाको सबै क्लासलाई बताउन थाल्छ कि यो सोइचीले गरेको। सोइचीले मनमा नै भन्छ यो मान्छे मेरो लागि धेरै नै प्रब्लमेटिक भइरहेको छ, मैले यसको यति हेल्प गरेँ त्यही पनि हो, यसले मेरो कुरा नै उछालेको। सोइचीले इसिकासँग बदला लिनको लागि त्यसलाई एउटा पार्कमा बोलाउँछ लटरी जितेको भन्दै। इसिका पार्कमा जान्छ र लटरीको मान्छेलाई सडनली इसिकाको साइडमा एउटा भयानक क्रिएचर देखा पर्छ। इसिका एकदम डराएर हक्कानिँदै जङ्गलतिर भाग्छ। त्यो कालो लामो क्रिएचर पनि इसिकाको पछाडि इसिका दौडिँदा दौडिँदा अल्झेर लड्छ। त्यो कालो क्रिएचर दौडिँदै इसिका थिम आएर त्यसलाई खानै लागेको हुन्छ बट सडनली त्यो कालो क्रिएचर रुखमा अड्किन्छ र हामीलाई थाहा हुन्छ त्यो कालो क्रिएचर अरू कोही होइन सोइची नै हुन्छ। इसिकाले भन्छ यो जङ्गलको ओनर एकदम खतरनाक छ, त्यो आउँदैछ, त्यसले हामीलाई मारेरै छाड्छ, म त भाग्छु। यति भन्दै इसिका भाग्छ र सोइची भने त्यहीँ अड्केर बस्छ, त्यो आफ्नो कस्ट्युमबाट निस्किनै सकेको हुँदैन। वेल सडनली त्यो जङ्गलको ओनर हातमा एउटा एक्स लिएर आउँछ, रिसाउँदै सोइचीतिर फाल्छ। यहाँसम्म हेर्दै गर्दा ला सोइची त गयो जस्तो लाग्छ के अरे बट अनफर्चुनेटली त्यो एक्स गएर सिधै रुखमा लाग्छ र सडनली सोइचीको दाइ पनि त्यहीँ आइपुग्छ। सोइचीको दाइले जसो तसो गरेर सोइचीलाई त्यहाँबाट लिएर जान्छ
र स्टोरी यहीँ सकिन्छ। वेल, यस एपिसोडको पोस्ट क्रेडिट सिनमा हामीलाई एउटा घर देखाइन्छ जसको भित्र एउटा बुढो मान्छे झ्यालबाट हेर्दै डराइरहेको हुन्छ। त्यो बुढो मान्छेले भन्छ जे नहुनुपर्ने त्यही भयो। त्यो छोरीले सडनली भन्छ के भयो, किन डराउनु भएको बाबा? वेल, त्यो मान्छेले भन्छ केही पनि भएको छैन, तर त्यसले मनमा नै सोध्छ जे नहुनुपर्ने त्यही भयो, मेरो छोरी अब पुरै डल पनि। वेल, सिन चेन्ज हुन्छ र त्यसको मम्मी रोइरहेको देखाइन्छ। बट सडनली त्यो मान्छेले भन्छ जब मान्छेहरू डलमा बदलिन्छन् तब मान्छेहरूलाई मुक्ति दिने काम गरिन्छ। वेल, अब हामीलाई थाहा हुन्छ तिनीहरूको छोरीको नाम म्यारी हो। तिनीहरूले म्यारीलाई आफूसँगै राखे तर त्यसमा हुने बदलावलाई केही पनि गर्न सकेनन्। ओके, सो जुन्जी कलेक्सनको फर्स्ट एपिसोड हामीले सकियो। अब आउनेवाला समयमा सेकेन्ड एपिसोड पनि आइहाल्छ। सो सब्सक्राइब एन्ड कमेन्ट, यो एपिसोड कस्तो लाग्यो तिमीहरूले मलाई कमेन्ट गरौ।